छैन 90 वर्षभन्दा 1 वर्ष मुनिमा कसले भन्न आएको तपाईँलाई? मृत्यु हुन्छ त्यो चिना हेर्ने ज्योतिषी ज्योतिषीले। त्यो ज्योतिषी को हो? खै को हो के कहाँको चिनेन। ए भनेपछि तपाईँ अब 90 वर्ष आयु बच्ने। अब अहिले कति वर्ष भयो तपाईँले? अब 90 पुग्नलाई 1 वर्ष छ अरे। 89 वर्ष भयो होइन? त्यसो भए तपाईँ अब 1 वर्ष मात्र बाँच्नुहुन्छ होइन? 90 वर्षभन्दा 1 वर्ष मुनिमा मृत्यु भनेको छ चिना हेर्ने मान्छेले त्यसो भन्नुभएको। ए होइन होला, त्यो नहुनु नि सक्छ नि, सबैले भनेको जति पुग्दैन नि। 50 वर्षमा ठुलो काँसा हाल्छ, त्यो काँसा काटेछ। अब 90 वर्ष बस्छ होइन? हजुर 90 वर्ष मुनि मर्छ भनेको अब आधी वर्ष छ 6 महिना। आधी वर्ष भनेको मतलब 6 महिना नि होइन नि माइलामा? बस्नुपर्छ नि धेरै उमेरसम्म 100 वर्षसम्म बस्नुपर्छ। 105-10 वर्षसम्म बचेको मान्छेहरू छ। तपाईँ त भर्खर 90 वर्ष नि पुग्नु भएरै अझै आधी वर्ष बचेको छ होइन? तपाईँलाई भनेको मतलब 6 महिना बचेको छ। 90 वर्ष पुग्नुलाई तपाईँलाई ज्योतिषीले भनेको अनुसार तपाईँ 90 वर्ष पुग्दा साथ तपाईँ माथि जानुहुन्छ, तर जानु हुँदैन है। होइन, भगवानले बुझ्नुहुन्छ। तपाईँ बलियै हुनुहुन्छ, आँखा देख्नुहुन्छ, कान सुन्नुहुन्छ, हिँड्नु सक्नुहुन्छ। यस्तो मान्छेहरूलाई चाहिँ भगवानले चाहिँ नलगोस् के भाइ छिट्टै। आँखा मात्रै हो, मान्छे चिन्दैन, जन्मदै देख्छ। ए आँखा चाहिँ अनि तपाईँ आँखा त देख्नुहुन्न भन्नुहुन्छ, अनि घाँस काट्न जानुहुन्छ अरे होइन? भाउजूले हाँसे खोसेर राख्नु हुँदा नि फेरि पनि खोजी लानुहुन्छ। कहाँबाट देख्नुहुन्छ तपाईँ? फेरि आँखा देख्नुहुन्न भन्नुहुन्छ तपाईँले। भाउजू त खोसेर राख्नुहुन्छ अरे, फेरि तपाईँ खोजी जानुहुन्छ अरे त घाँस काट्नलाई। हो त अनि होइन हुन त हो नि। हो काम गरे अलिअलि काम गर्ने त नसाहरू चल्छ होइन? नसा बन्द हुँदैन, राम्रो हो, एक्सर्साइज हो। तपाईँलाई त्यो अब काट्नु भनेर लगाएको त होइन, ठिकै हो त। तर पनि हातहरू काट्यो भने डर हुन्छ। आँखा देख्नुहुन्न भन्नुहुन्छ नि त। आधी वर्ष होइन, धेरै बस्नुपर्छ। आधी वर्ष होइन, भगवान्लाई भनिदिनु नि त हामी हाम्रो माइली आमालाई अहिले चाहिँ आधी वर्षमै नलानु भनेर। अझै 10 वर्ष राखिदिनु भन्छु नि हामी। सामरी भने कहाँ हो? जो पहिला हामी घले जाति के अरे क्यासरुङहरू आएको स्थलले है सामरी भन्ने जग्गा। सामरीबाट ए सोरी, सामरी भने त यता पो हो त, तिसुरीपट्टि होइन र? सोरीमा त बारपक्को भनिरहेको त। तर सामरी हो पहिला त हजुर त्यतिखेर त हजुरले धेरै दुःख काट्नुभयो। तपाईँहरूको पछाडि हामीले हल्का काटे, तर अहिलेको यो युवाहरूले चाहिँ बिल्कुलै काटेको छैन। दुःख खाने पिनी हिँड्ने मतलब छैन यिनलाई चाहिँ। पर्थ्यो अब हो नि। अब यस्तो मेल भन्ने लाइट भन्ने कुरो थिएन। टुकी बालेर हिँड्नु पर्थ्यो, टुकी बालेर बस्नु पर्थ्यो होइन? त्यसपछि अब मेलहरू थिएन, कुट्नलाई ढिकी झाँतोको इस्तेमाल गर्थ्थे होइन? हामीले गरेको हो नि त्यो त। आमाहरूले 4 बजे 2 कि 4 त के 2:30-3 बजे उठेर झाँतो पिन्थे। हामी पनि उठेर पिन्नु सघाउँथे। के गरेको हो नि हामीले पनि। हजुर हो नि माइलामा। के 60 वर्ष मात्रै छ अरे यो के अरे यो महिनामा
यो महिनाको नाम असोज महिना अहिले दसैँ के 60 वर्षमा त बाँचेको छ भनेको कली 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 उल्टिनुलाई कली कलियुग हो हजुर त्यही भएर त यस्तो मान्छे बोक्ला त नि 60 वर्षमा चाहिँ 60 वर्षपछि कति डुब्ने कली डुब्ने तपाईँले सत्यजुग फर्किने रे है सत्यजुग भनेको चाहिँ अब के रहेछ मैले आमा सत्यजुगहरू चाहिँ कसरी के हुन्छ सत्यजुग भनेको चाटीको रुपे तामाको पैसा 1 पैसा 2 पैसा 4 पैसा 5 पैसाको यो दाइनाहरूको छाप भएको हुन्छ त्यो पैसा पाइन्छ त मैले आमा त्यस्तो पैसा पाउन सक्छ होला अहिले कहाँ पाउँछ तपाईँसँग छैन त्यो 5 रुपियाँ त्यो बेलामा 5 पैसाको झ्याक यो दाइनाहरूको 5 पैसाको झ्याक काट्नु लगाइदिँदा 30 रुपियाँ दिन्छ भन्थ्यो ओहो त्यो जमानामा भने अहिले त करोड पाउँछ नि मैले आमा अहिले त कति भन्यो त्यो पैसा अब कहाँ गयो कहाँ होइन तपाईँले राख्नु भयो होला थैलीतिर काहीँ बक्सतिर राख्नु भयो होला त्यो बेला कहाँ खायो ओहो त्यसो त्यो पैसा त कसरी भेट्न सकिन्छ होला है भन्ने गर्छ नि मैले आमा त्यो उहिलेको के अरे मान्छेहरूले पैसा गाडेर नि राख्छ अरे हो त राखेर हुनसक्छ नि त्यसमा भेटाउन सक्छ नि उहिले मान्छेले त राख्थ्यो होला दुःखको ढोकामा हाल्छ अरे ओहो कहिले दिने भित्र गाड्छ अरे माटो खनेर एकपल्ट देउराली बारीमा सिरानको कारण हजुर काटेर थियो है हजुर हाम्रो बाहरू बाछो गुरुको हालो उजाले त सोल्याङ भनेर पैसा थियो त गाग्रीमा है सोल्याङ भनेर कारण अनि बाजाको उहिले मान्छेले पैसा माटोमा गाड्थ्यो पैसा गाडेर रहेछ हामीले कलायो भने अब केही भौजा भए पाउँथ्यो है त्यतिकै माटो पच्याएर हेऱ्यो कहाँ पाउँछ भने मतलब अब त्यसलाई त्यसमा त के अब मतलब हामीले भोग केही काटेर दिनु पऱ्यो रगत आउने चिजहरू अब त्यो भौजाले थाहा छैन अन्त त्यो उहिले मान्छेले माटोमा पैसा गाड्छ अरे